भयो भिडियो सोध्नु अब भन नि तिमी भन्देऊ न सर्पको विषयमा पछि भन्नु लाग्यो उहाँसँग चाहिँ सोध्नु हजुरको घरमा आएको है सर्प हजुरको नाम भन्नुहोस् न हजुर अनि कति बेला सर्प आएको अनि अघि 7 बजेतिर हो 7 बजेतिर हजुर अनि गोवन रहेछ चिन्नुभयो हजुर अनि सर्प देख्दा र अनि अहिले हामीले रेस्क्यु गरिसकेपछि अनि कस्तो अनुभव भयो के भयो भनिदिनु त्यसपछि अब त ढुक्क भयो नि यो सर्प अस्तिदेखि नै डुलिराखेको थियो यही वरिपरि हजुर अनि अहिले भित्र पसेपछि त्यो मैले चामल निकाल्दाखेरि त्यो चामलको बोरा माथि रहेछ अनि मैले यसो हेर्दाखेरि त अनि त्यो सुल्लो त्यो उतै रुममा पस्यो कि यो सर्प चिन्नु भएको छ हजुरले खोइ गोवन जस्तो लाग्यो हो गोवन हो है हजुर गोवन पनि दुई थरी हुन्छ यसको पछाडिपट्टि गोल आकारको त्यसले हुट उठाइरहँदाखेरि गोल आकारको देखिन्छ है यो चाहिँ मोनोसिलेट कोब्रा भन्छ चन्द्रनाग एकदमै रिसालु सर्प र यही सर्प कालो रङमा हजुरले पनि समाचारमा हेर्नु होला विराटनगरमा चाहिँ विष फाल्यो भन्ने सुन्नुभएको छैन अस्ति भर्खर रेस्कोला हो यही सर्प हो है विष फालेको र यो चन्द्रनाग मोनोसिलेट कोब्रा अर्को चाहिँ चस्मा जस्तो आकार भएको चाहिँ स्पेक्टिकल कोब्रा भन्छ यो सर्पले टोक्यो भने यसको विष भनेको न्युरोटक्सिक भेनम हुन्छ है र सर्पले टोक्यो भने सिधा अस्पताल जानुपर्छ हामी कुनै तन्त्र मन्त्र धामी झाँक्रीमा कहिले पनि अल्झिन हुँदैन है सबैभन्दा पहिलो कुरो अनि विषालु सर्पले टोकेको हो कि अविषालु त्यो अलमल गर्न हुँदैन तत्काल हामीले सर्प नचिने पनि चिने पनि अस्पताल जाने हो है र अलिकति भन्ने यो वडा नम्बर कति ठाउँ के भन्छ यसलाई बाबी डाँडा कति बेलातिर सर्प आएको थियो सर्प आएको लगतै भनौँ त्यसको आधा घन्टा पछितिर फोन खोजेर फोन गरे हो क्या हजुर हजुर हजुरको नाम भनिदिनुहोस् न मेरो हजुर शोभा श्रेष्ठ हजुर सर्प अघि देख्दा र अहिले सर्प हामी समातिसकेपछि कस्तो अनुभव भइरहेछ अहिले त मेरो धक्क है अहिले ढुक्क भयो किनभने डर लागेर यो भगाउन नि सक्थ्यौँ हामीले हजुर अब यो भगायो नि फेरि यी आउँछ त्यो डरमा हामी बसि नै रहनु पर्थ्यो हजुर अब त हजुरहरूलाई सुम्पेपछि आनन्द हजुर मेरो धक्क हजुर अस्तिदेखि नै घुमिरहेको थियो यहाँ त 15-20 दिन भयो यो घुमेको हजुर हजुर अब सर्पको विषयमा अलिकति अन्धविश्वास अनि भ्रमको कुराहरू चाहिँ म भन्नुहुन्छ है जस्तो सर्पले कान सुन्दैन मान्छेले चाहिँ कान सुन्छ भनेर भन्छन् होइन दिन बजापछि नाच्छ त्यो चाहिँ भ्रम हो यसको कान छ त हजुरले हेर्नु भयो नि कान छैन यसको भौतिक कान हुँदैन यसले भनेको जमिनमा हिँडेर अब यो त्यसको बडी त यसरी सुतिर हुन्छ नि त जमिनमा हिँड्दा यसले जमिनको कम्पनलाई फिल गर्ने हो होइन कम्पनलाई महसुस गरेर त्यही अनुसार चाहिँ यसले कामहरू गर्छ हो अनि यसको आँखा एकदम कमजोर हुन्छ त्यही भएर यसले हल्लेको चिज मात्रै देख्छ यसले नहल्यो भने देख्दैन जस्तो हामी त्यहाँ सर्प समातिरहँदा चाहिँ हामी अब सर्प हाम्रो नजिक आउँदा हामी हल्ले थियौँ न त हामी हल्लेको थिएनौँ हामीले पछाडिबाट यसको पुच्छर समातेको थियौँ अनि खुट्टा निरै थियो हाम्रो यसले यसरी यो हिँडिरहेको थियो अनि हामी हल्लाएको थिएनौँ हामी नहल्लिसकेपछि यसले देख्दैन यसले कुनै चिज हल्लियो भने मात्र अचानक चाहिँ आफू अलिकति बच्नको लागि होइन केही खतरा भयो कि भनेर यो ठाडिने हो अनि दिन बजाएपछि नाच्दैन अनि सर्पले दुध पनि पिउँदैन अब मान्छेले दुध पिलाउँछन् होइन दुध पनि प्राणी होइन फेरि जीव होइन फेरि अब सर्पलाई दुध पिलाउने कारण भनेको चाहिँ सफेराहरूले सर्पलाई धेरै दिनसम्म भोको प्यासो राखिदिन्छन् अनि भोको प्यासो राखेको कारणले गर्दा चाहिँ अब मर्नुभन्दा चाहिँ पिउनु बेस भनेर अगाडि जे आयो त्यही खान्छु बरु म बाँच्छु भन्ने हिसाबले चाहिँ त्यसले दुध पिएको हो तर दुधै पिउने प्राणी चाहिँ होइन यो स्तनधारी होइन यो सरीसृप हो अनि त्यही भएर यसले दुध चाहिँ पिउँदैन अनि सर्पले टोकिसकेपछि चाहिँ हामी झारफुक तन्त्र मन्त्रतिर लाग्नु हुँदैन हामी सरकारी अस्पताल जानुपर्छ नजिकैको अब धेरै मान्छेको चाहिँ मृत्यु पनि भएको छ झारफुक तन्त्र मन्त्रतिर लागेर देख्न बितेर अनि अब हामीले अस्ति देख्ने साथै गोगन सर्पको बच्चा हो एउटा हाम्रो भतिज पर्ने थियो कि हजुर हजुरले चिन्नुहुन्छ होला सायद के नाम भन्नु माधव याद भएन चिन्न सक्छु मैले ए त्यसुलेको हजुर अनि उहाँले नै अस्ति कुरा गर्नुभयो हाम्रो भतिज हो है हजुर अनि मैले अनि गएर आफ्नो हस्बेन्डलाई सोधेँ अनि त्यो माधव बाबुसँग फोन गर्नु पाए हुन्थ्यो भने खै भन्नुभयो अनि फेरि अनि छोरीले उसको साथी रहेछ अनि फोन गरेर टक्क हजुर नै होला सायद हजुर अब यो सर्पलाई अलिकति मर्तेलको कुरा गर्नु अलिअलि मर्तेल सर्पको छेउछाउ मर्तेल छर्ने फिनेल छर्ने पेट्रोल छर्ने हर्प्याक छर्ने यसलाई चलाउने गर्नु हुँदैन है यो हाम्रो दुश्मन होइन बरु हामी नै यसको दुश्मन बन्छौँ
यसलाई डिस्टर्ब नगरेसम्म केही गर्न हजुरले थुनिदिनु छोडिदिनु केही गरेको थिएन। अब मैले समाएर उचाल्दा पनि केही गरेको थिएन होइन। यसलाई जब मैले समातेर सल्लको उचाल्दाखेरि केही गरेको थिएन, तर त्यसलाई फ्याट्ट हानिदिने भने फर्केर यसले हानिदिन्छ। यसलाई धक्का परेपछि मैले मजाले पर्यटक कसेर बसे जस्तै बसिरहेको थिएँ है। अनि त्यतिखेर अनि फोन नम्बर खोजेर हामीले अनि उ गऱ्यो नि। हजुर त्यतिखेर अनि कन्ट्याक्ट नम्बर यताउति बुझेर अनि छोरीले पत्ता लगाएर अनि फोन गरिहाल्यो भने अब यो यहाँ त अहिले हामीले लखाट्यो भने नि यसो लठीले तानेर बाहिर फ्याल्न सक्छ नि। हजुर तर यो यस्तो विषालु सर्पहरू आयो भने फ्याले पनि फेरि अर्को घर जान्छ, त्यहाँबाट फ्याले अर्को जान्छ होइन। यो विषालु सर्प अलिकति जङ्गलमै जानुपर्छ होइन। होइन यस्तो भयो हजुरहरूले फाल्न नखोज्नु भएर राम्रै भयो, किनभने यो सर्पले विष पनि फाल्छ। यसलाई अत्याधिक चलायो भने अनि त्यही भएर आँखातिर कतैतिर पर्यो भने त्यही भएर त बिरामीहरू घटना यही हो, यही मोनोसिलेट कोब्राले चाहिँ त्यो धेरै डिस्टर्ब भएर विष फालेको। यो त यहाँतिर धेरै दिन भयो यहाँ घुमेन। हामीले पनि रेस्क्यु गर्दा यसको आँखामा हेरिरहेको थिएन, हामीलाई पनि डर लागिरहेको थियो फाल्यो भने चाहिँ फेरि समस्या पर्छ भनेर। धेरै दिन भइसक्यो यो वरिपरि घुमे त यो सर्प। हजुर ठिक छ, बोलाउनु भयो नमारिकन, मार्नु भएन त्यो नै ठुलो कुरो हो। यसले पनि कसैलाई आज एउटा त यस्तो डरलाग्दो भएन अब ढुङ्गाले हानेर यसो छाता छुता गरेर लखाड्दै दिन्थे। ल अब के गर्नु, दिउँसो रुखमा छ चरा चुरुङ्गी यत्तिकै कराएर खाने ढुङ्गा माटोले छाता छुता गरेर लखाड्यो नि। फेरि घरभित्र पस्यो भने त अर्को पनि निस्किएको नि। बोलाउनु न। भित्र छिरेपछि बोलाउनु बाहिर बाहिर भए त अब कहाँ जान्छ चर्ने बाटो उसको पनि त्यही हो। त बोलाउनु पऱ्यो भने अब हामी सक्दैन निकाल्नु। त्यही हो के गर्ने अब। ल अब बिदा हौँ है हामी। हस् धन्यवाद तपाईँहरूलाई पनि। उहाँको कामै यस्तै हो। समाज विशेष हामी सामाजिक सेवा गर्न लागेको, हाम्रो काम चाहिँ पत्रकारिता हो, हो। तर यो चाहिँ हामीले समाज सेवा गरेको। हस्। हस्।